फाइनली मिसनबाट अब हामी कहाँ अरे बगनासकाली होइन यता कुदे हामी उकालोमा यता गए रानी महल होइन यता गए बगनासकाली यतै हो साथी यतै ल जाउँ अन्त पाल्पा सुन्दरै छ कि होइन छजना ट्याक्कै तिनवटा बाइकमा जाँदैछौँ तपाईँको बाटा साउरा होइन तर राम्रा के सर होइन फेरि यता हेर्नुहोस् न कति राम्रो खाने बाटा त्यही त रमाइलो छ होइन रमाइलो छ 2 महिनामा त्यहाँ गएर तलतिरको भ्यूहरू हेर्नु बाटो उकालै रहेछ तर ठाउँ भने अति रमणीय ठाउँ रहेछ जाँदैछ रोल्पातिर होइन देवी टेम्पल भन्ने ओहो ठाडै उकालो रहेछ कसो सकिन्छ सक्दैन नि यिनले तपाईँ त सक्नुहुन्छ खतरा रहेछ यार बाटो ए गुप्ता सर सक्नुहुन्छ नि आहा बाटो त उकालो रहेछ हेर सर अलिक राम्रो दियो रोल्पा भन्दा पनि कडा छ है बाटो त ओहो अलिक उकालो छ यार बाटो उकालै रहेछ खाल्टा खुल्टी छन् अलिक ख्याल गर्नु होला ल हाम्रो दुईवटा टिम त यत्न आइसक्नु भएछ साथीहरू ल हामी पनि झर्दैछौँ दुईवटा साथीहरू हामी 6 जना हिँड्नेमध्ये दुईवटा साथीहरू आउँदै हुनुहुन्छ उकालो निस्किन सक्नु भएन कि जस्तो लागिरहेछ के छ ठिक छ ठिकै छ सर ठिकै छ ल चन्द्रमणि सर साथीहरू पल्टाउनु त पल्टाएन नि भाइ मा चलाउने साथीले नसकेर पहाडमा चलाउने हाम्रो कुलचन्द्र सरले बाइक चेन्ज गरेर आफूले चलाएर आउनुभएछ ल ल कुदाउनु भएछ ल धन्यवाद हामी 6 जना नै आइपुग्यौँ है सक्यो सर हामीहरूले बाइक राख्यौँ अब फाइनली हामी निस्किँदैछौँ उकालो अब यो बगनासकालीको डाँडामा बगनासकालीको झन्डा डाँडामा आइपुगेका छौँ फाइनल्ली यहाँनिर चाहिँ अलिकति पैदल हामी अब डाँडातिर उक्लिँदैछौँ ल साथीहरू फटाफट फटाफट उकालो सिँढी चढ्दैछौँ है गुप्ता सरले बाइकमा पनि साथ दर बढ्यो भन्नुहुन्छ उकालो भएर बाइक राखियो गुप्ता सर ठिक छ नि ठिकै छ बाबु के गर्न लाग्नु भयो त यार साथ दर त बढाएन खै यता हेर्नुहोस् त बढाएछ खै यता हेर्नु न फाइनली अब हामी यो झन्डा पारी मिसनबाट देखिन्थ्यो यो झन्डा भएको ठाउँमा आयौँ अब साथ दर त बढिया छ यहाँबाट भ्यू देखिन्छ कि हेर्नु त क्या गजब रहेछ नेपालको झन्डा हाम्रो तराईमा बस्नुभएको गुप्ता साहस बढेर गाह्रो भइरहेछ जे भए पनि साथीहरूलाई रमाइलो रहेछ ठाउँ ल गुप्ता सर खै रेस्ट गर्नुहुन्छ ल सर म पनि सुहाँ हुन्छ तर भएको छैन सर आराम गर्नु एकछिन खास हामीले छोड्दैनौँ सर ढुक्क हुनुहोस् पाल्पाको बगनासकाली गाउँपालिकाको बगनासका डाँडाबाट पाल्पाको भ्यू हेर्दैछु साह्रै राम्रो देखिँदो रहेछ यहाँबाट अत्यन्तै राम्रो रहेछ दिउँसोको समय भएर भ्यू त्यति राम्रो नदेखिए पनि साह्रै राम्रो रहेछ यो साइडतिर पाल्पा सदरमुकाम पर्छ त्यसै गरेर यो अत्यन्तै रमणीय ठाउँ रहेछ यो भ्यूजहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ धेरै राम्रो ठाउँ रहेछ पाल्पा त साँच्चै सुन्दर नै रहेछ अझ अहिले त हिमालहरू पनि अलि धुँधीले छेकेको छ वारिपारि पुरा हिमालहरू देखिँदो रहेछ अति रमणीय ठाउँ हामी सबै साथीहरू मिलेर ट्याक्क आएका छौँ हामी 10 जना साथीमध्ये हामी 6 जना साथीहरू अहिले यो डाँडामा आएर यसो रमाइलो हेर्दैछौँ साह्रै राम्रो रहेछ